भानु तपाईँ अर्डर गर भनिरहेको क्लासिक पेरी हुन्छ केको विङ्स हो त त्यसमा चिकन पनि हो के हो रे So good night everyone. Good night. After a month. हस्पिटलमा सुन क्या कोइन्सिडेन्ट भएको है आज म नि बुकिन गएको सन्तोषसँग त अनि मतलब उयो सेमिनार बनाउन गएको फेरि ठ्याक्क हाम्रो त्यही भेट फेरि उनी यसै महेन्द्र चोक आउँदै गरेर चाहिँ मैले नि यसो बुक किन्न भनेर आएको थिएँ फाइनेन्सको यसो प्र्याक्टिस गरिदिउँ न त भनेर यो पनि ठ्याक्क भेटेँ कि अनि यसलाई छोडेर म कहाँ जान सक्छु सन्तोषको पनि काम थियो अनि मलाई त यास्मीसँग छोडिदियो अनि म के गर्नु अनि आइदियो भने तपाईँ अर्डर गर भनिरहेको तपाईँ अर्डर गर्नु अरे अर्डरै गर्छ कि आइरहेको छैन के किन त मेरो तपाईँ पे गर्न चाहन्छु यो गीत बजाएर चाहिँ डिस्टर्ब भइरहेको छ क्या हेर्न आएको छैन नि कहिले पनि त्यो त आमाले कस्तो कुनै राम्रो थिएन आएको बेला त्यो ओके हेरि त्यो मुख कस्तो थियो सुरुको इन्टरभलसम्म चाहिँ एकदम बगान थियो होइन त्यसपछि तर मजा आउँछ हेर्ने वान टाइम वाचिङ अरू त यस्तै हो हाम्रो कतिखेर आउँथ्यो अर्डर अब अर्डर नआउँछ त हामी बाउलाई सक्छौँ होला यहाँ टाइममै आउँछ कि लेट हुन्छ यहाँ पनि आधी घन्टा लाग्छ 20 मिनट जति म चाहिँ ट्राई गर्छु के थियो क्लासिक पेरी हुन्छ केको विङ्स हो त त्यसमा चिकन पनि हो कस्तो हुन्छ बरु विङ्स मात्र भनेर विङ्स भन्दो र त्यसमा पनि के को ए बफालो विङ्स हेर्नु चिकन नै हुन्छ क्या तर यो बफालोमा कसरी चिकन हुन्छ बफालोलाई चिकन म चिकन विङ्स नै बफालो विङ्स भन्छ त्यो थाहा छैन हाफ आवर वेटिङ पछि बल्ल आयो हाम्रो अर्डर हाफ आवर छिटै आयो ल क्यास्मी हान्दै छिटो हान्दै यार त डरायो Too much. Regret one. Regret. Ini चाहिँ हाउडामा मतलब कस्तो कुराहरू चाहिँ क्या भित्र पनि अनि अमिलो क्या अमिलो कागती हालेको भिनेगर दुनियाँ हाल्यो भिनेगरले दाँत दाँत खराब गर्छ अरे पो त हो तर भिनेगरले थाहा स्टेनहरू जान्छ नि लुगाहरू चाहिँ हो घरमा टेबल क्लोथ थियो कि टेबल क्लोथ त्यसमा त्यो व्हाइट कलरको छ कि अनि पुरै त्यो अलिकति पनि त्यो खानाको अलिकति पनि झऱ्यो भने त्यो स्टेन जाँदै जाँदैन क्या अब मैले भिनेगरहरू हालेर सफा गरेको त पुरै व्हाइट टाइल्स पनि हो र खानु पर्ने जस्तै छ गाई फेरि फेरि अब कहिले ट्राई नगर्नु गाई यो भातबाट पिज्जामा आउँदा एकदम के हो अमिलो हो कि गुलियो हो कि के हो मिठो त मिठो कस्तो मिठो झुट बोल्न त यो कसैले यो सुरुमा त अलिकति उल्छ तर पनि खाएर लागि मिठो त त्यो गाई हामीले भर्खर पेट पूजा गरेर अब लाग्दैछौँ त मलाई त लुगा हेर्ने ओके के किन्छेस् तैँले किनिदिन्छु भन्छ होइन आज म कङ्गाल भइसकेँ नि खाएर खुवाएर ओ भाइ सबै निजाले भयो क्या तर रमाइलो भइरहेछ यार फर्स्ट टाइम योसँग घुमेको आमा यसको पनि बेनीकै जस्तो पारा छ बेनी आउने बित्तिकै मलाई त्यस्तै गर्थ्यो नि म कस्तो माया लाग्छ यार बेनीको मेरो बाबुवाला भाइ भाउ छ उसँग ट्याक्क
मेरो बाबु जस्तै चकचके पनि छिन् अनि मतलब बोल्न खोज्ने त्यस्तै टाइपको छिन् क्या अनि लास्टै रमाइलो लाग्छ घर छोडिदिन्छु अब म त एक दिन ल्याउँछु बाबुलाई कि त तेरो बेनीलाई नै लिँदै आउँछु म दिउँसो कुनै दिन कहाँ घुमाउनु क्याफे स्याफे लगौँ न तिनीहरूलाई कुनै गार्डन टाइपको के भयो त लिएर आइज अनि म मेरो बाबुलाई लिएर आउँछु दुइटा के भयो त कहिले काहीँ के अरे पेपे पिज्जाबाट चित्त नबुझेपछि हामी यो कुन अरे वेकअप क्याफे आयौँ हेर यसलाई हतार भएको ल अरू के मन परे सस पास्ता मिठो हुन्छ त्यो पनि मलाई स्विट हुन्छ जस्तो डर लागेर चाहिँ नित्य त भन्छ गुलियो बहुत गुलियो गुलियो हुन्छ जस्तो फिल भयो मेरो मनदेखि कुरा फेरि यो न त धेरै हुन्छ क्या न त धेरै पिरो खान सक्छ सक्छु कि एकछिन कस्तो हुन्छ कि सस भइहाल्छ अहिले बाहिर निस्किँदा थाहा हुन्छ होइन यसले पिरो प्लस गर्मी यहीँ बसिहाल्नु आजले बुक पनि किनेकी चाहिँ अब घरै त जाने होइन कहाँ खान्छ बुक किनेको छु यसको मतलब के अब यही कपी किताब निकाल्छु कपी किनेर ल्याउँछु जबसम्म बन्द गर्दैन पनि के सोध्छ तँलाई भन्छ नि कति पढ्ने रहेछन् केटाहरू पढ्दा रहेछ रहेछ विचार पढ्न धेरै खान सक्दैन तिम्रो त्वचा सन्तोषले खाएर त्यसलाई कस्तो मन पर्यो भातमा हल्का यसरी हालिदिन्छ अनि मुसेर खान्छ मैले फेरि त्यस्तो केही स्वादै आउँदैन त्यसरी खाँदा त पनि थिएछ होइन त्यो किमा नुडल्स कलेजमा अर्डर गर्दा यो चाहिँ यास्मीले अर्डर गरेकी हो मिठो भएन यसलाई म कुच्याउँछु मलाई गुलियोवाला भाइब्स आइसकेको छ यो देखेर चिज त छ डेफिनेटली पनि तर होइन चिली फ्लेक्स पनि छ मतलब होइन तँलाई म कुच्याउँदा रेडी हो के हो रे मुलको भन्छ अरे पुरा मिठो लाग्यो गुड बाजेले निप्पे गर्छ अरे अब गरोस् हेर्नु अस्ति त केस काट्ने पम्स भन्ने चिज मैले हल्का मात्रै मिलाइदियो भने त्यो स्यागी अलिक बेसी पनि मिलाइदिनु भएछ नि इमोसनल भएर आँटी यस्तो मलाई सम्हाल नै आउँदैन कहाँ काटेको थिइस् अहिले लाज नभएको कस्तो लाग्यो किन लाग्यो बादर त मैले भनेको तँलाई काट्ने तर मैले जहाँ भनेको थिएँ त्यही गएँ क्या म पहिलाको ठाउँमा गएँ अनि तैँले भनेको जस्तो आन्टी एकदम मजाको हेर्नु इमोसनल भएर धेरै काटिदिनु भएछ गाइस फाइनली हाम्रो सपिङ सानो तिनो सपिङ सकेर सपिङ पेट पूजा स्पेसल पेट पूजा चाहिँ गऱ्यौँ हामीले त्यो चाहिँ सक्यो अरे फाइनली आज अब हामी घरतर्फ लाग्दैछौँ हिँड्न आज हामीले घर हेर घन्टा कि टाइम फेरि 6 बजे त तेरो घर जाने 1 घन्टा लाग्छ भोलि बिहान आउनु 10 मिनट चुप के भयो पनि अनि के भयो त कहिले काहीँ साथी घर जानु पर्दैन 6 बजे ल भयो सो गाइज फाइनली म घर आएँ घर आउँदा म यो दृश्य हेरिरहेको छु पुरा मस्त पङ्खा फुल स्पिडको साथ ऊ भाँडा मस्काउँदैछ यति उसलाई सुविधा चाहिने यति सर्भिस चाहिने अनि मस्काउँछ म मस्काउँदा त केही पनि गर्दिनँ म मस्काउँदा त केही पनि गर्दैन त मस्काउँदा चाहिँ
पुरा पंखा चाहिने सो गाइज मेरो गुन्डु चाहिँ यतातिर व्यस्त रहेछ पुरा भ्याइरहेछ सो गाइज हामीले खाना साना खाएर अब सुत्न लाग्दा गुन्डुले चाहिँ आज खाना खान मानेन त्यसैले स्याउ खाँदैछ गुन्डु गुन्डु कति बजिसक्यो तिमी स्याउ खाएको खाएछौ र 1 बजिसक्यो 1 बजिसक्यो 1 त बजेको छैन है गाइज गुन्डुले ठग्दैछ झुट बोलेको तिमीले आष्टु गर्दैमा चाहिँ एकै बज्छ के भस्टु घाउ भयो घाउ कसरी भयो घाउ हजुर कसरी भयो घाउ अष्टु भन त घाउ Oh my god कहाँ लड्यौ गाइज हेर्न सक्नुहुन्छ गुन्डुको घाउ कहाँ लडेछ कहाँ लड्यो अष्टु छोरो उता लड्यो अब नि त मेरो मोटो डाक्टरले लडाइदियो डाक्टरले उता लडाइदियो Oh my god बिचरा डाक्टरलाई पनि छोडेन गुन्डुले अब अर्को पल्ट जाँदा तिम्रो सुई हानिदिनुहुन्छ होला पुरै इन्जेक्सन वार पार अब जान्छु कि जान्नु हस्पिटल अष्टु ल हस्पिटल जान्छौ कि जान्नौ अब तिमी ए तर जान्छौ सुई लगाए पनि जान्छु सो गुड नाइट एभ्रीवन Good night. So we are ending our vlog here. Bye. Do like, share and subscribe our channel guys.